झट्ट हेर्दा दरबार जस्तो देखिने यो भवन कुनै रिसोर्ट वा स्टार होटल हो भने तपाईँले सोच्नु भएको होला। भ्रममा नपर्नुहोस्, यो त नेपालकै सरकारी विद्यालयको सुविधा सम्पन्न भवन हो, त्यो पनि सुगम क्षेत्रमा होइन, हिमाली जिल्ला रसुवाको। नवविजयी महेन्द्र माध्यमिक विद्यालय, त्यहाँका डेस्क बेन्च र वरिपरिको वातावरण देख्दा बिदाको दिन पनि एकछिन विद्यालय पुगौँ पुगौँ लाग्छ। छत्तीसवटा कक्षा कोठा रहेको यो विद्यालयमा 150 जना विद्यार्थी अध्ययनरत छन्। कम्प्युटर ल्याब, साइन्स ल्याब, लाइब्रेरीको व्यवस्था छ। अनि विद्यालय भवनले गर्दा विद्यालय आउन मन लाग्छ। शिक्षा हासिल गर्नको लागि प्रेरणा दिएको छ। हामीलाई यहाँको चाहिँ जुन अभिभावकज्यूहरूबाट हामीलाई नङ र मासुको एउटा सम्बन्ध छ। यो नवविजय महेन्द्र माध्यमिक विद्यालयलाई अझ नयाँ गुणस्तरीय बनाउन सकिन्छ कि भन्ने अभिभावकज्यूहरूको पनि यही भनाइ नै छ। विज्ञान प्रयोगशाला र कम्प्युटर प्रयोगशाला पनि विद्यार्थी मैत्री छन्।